लिसन टु मी च्यानलमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। सधैँ चाहिँ आज पनि मैले राम र सीताको कथा र त्यसभित्र लुकेको महिला पीडाको विषयमा मैले छोटो सारांश तपाईहरू समक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु। राम र सीताको प्रेम कथा हिन्दू धार्मिक ग्रन्थमा एउटा आदर्शको रूपमा चित्रित गरिन्छ। तर यस कथाभित्र गहिरिएर राम र सीताको प्रेम कथा हिन्दू धार्मिक ग्रन्थमा एउटा आदर्शको रूपमा चित्रित गरिन्छ। तर यस कथाभित्र गहिरिएर हेर्ने हो भने त्यो समयको समाजमा महिलाहरूले कस्तो पीडा भोग्नु पर्यो भन्ने कुरा स्पष्ट देखिन्छ। सीता एक पवित्र, धर्मपरायण र साहसी महिला थिइन्। उनले रामसँग प्रेमपूर्वक विवाह गरिन् र उनका प्रत्येक कदममा साथ दिइन्। इभन जब रामलाई वनवास भयो, उनी राजमहलको ऐश्वर्य त्यागेर साथमा जान तयार भइन्। वनमा उनले कठिनाई, डर र अभाव सहेर पनि आफ्नो धर्म निभाइरहिन्। तर जब रावणले उनलाई अपहरण गर्यो, तब उनको पवित्रतामाथि समाजले प्रश्न उठायो। सबैभन्दा दुःखद कुरा उनकै श्रीमान रामले पनि समाजको चासोका कारण उनलाई अग्नि परीक्षा दिन बाध्य तुल्याए। पछि गर्भवती अवस्थामा उनलाई फेरि वनमा पठाइनु परेको घटना गहिरो अन्याय थियो भन्ने कुरा प्रश्न गर्दछ। सीताको जीवनले देखाउँछ कि त्यो समयमा महिलाहरूलाई कसरी सजिलै समाज र पुरुषको इज्जतको नाममा बलि चढाइन्थ्यो। उनले प्रेम, पवित्रता र धर्ममा कहिल्यै सम्झौता गरिनन्। तर समाजले भने कहिल्यै उनलाई न्याय दिएन। उनको समर्पणलाई सन्देहले तौलियो र उनको मौन पीडालाई मर्यादाको नाममा थिचियो। यस कथाले के देखाउँछ कि ऐतिहासिक रूपमा महिलाहरूले पुरुष प्रधान समाजको अपेक्षा, आदेश र शङ्का सहेर जीवन बिताउनु पर्यो। उनीहरूको अस्तित्व प्रेमिका, पत्नी वा आमा बनेर अरूको इच्छामा निर्भर थियो। आफ्नो चाहना, पीडा र निर्णयको मूल्य तिनले कहिल्यै स्वतन्त्र रूपमा पाउन सकेनन्। त्यसकारणले तपाईँलाई के लाग्छ? कमेन्टमा कमेन्ट गर्नुहोला।